मेरो प्यारो साथीभाइ दिदीबहिनीहरूलाई म जय मिसी भन्न चाहन्छु। र आज म कहाँ छु भन्दाखेरि तपाईँहरूले देख्न सक्नुहुन्छ म चाहिँ द गार्डन टुम भनिन्छ, जहाँ चाहिँ यीशु ख्रिस्टलाई कल्भरी क्रुसको बाद प्रभु यीशु ख्रिस्टलाई गाडिएको ठाउँ यहाँ। सो यहाँभित्र हामी जानेछौँ, हामी हेरेर हामी एक्सप्लोर गर्नेछौँ है कस्तो छ भनेर। ल जय मिसी कान्छाबाट फेरि पनि जय मिसी। अब हामी कहाँ जानेछौँ भन्दा मसँग मेरो साथी हामी गार्डन टुममा जानेछौँ। र गार्डन टुममा फिलहाल अहिले म कहाँ छु भन्दा तपाईँले देखिरहनु भएको ऊ भएको त्यो कालो दिलो चाहिँ कुन चाहिँ दिलो भएको चाहिँ यो चाहिँ प्रभु यीशु ख्रिस्टले राखेको ठाउँ, उहाँको पार्थिव शरीर राखेको ठाउँ, प्रभु यीशु ख्रिस्टको ज्यान भनेर भन्दछ त्यो चाहिँ यो। र यहाँ चाहिँ विभिन्न ठाउँका विभिन्न सारा संसारका करोड करोड मान्छेहरू हरेक साल यहाँ तीर्थयात्री आउँदै गर्दछ। यहाँ आएर चाहिँ उहाँहरू प्रार्थना गरेर प्रभु यीशु ख्रिस्टको सफरिङ र प्रभु यीशु ख्रिस्टको प्रेम र सेक्रिफाइस सम्झिकन उहाँ चाहिँ गर्नुहुन्छ। सबैले देख्न सक्नुहुन्छ बारी बारी गरेर पुछिरहेको छ। सो यो चाहिँ यहाँका व्यक्तिहरूले क्रिस्चियनहरूले प्रिजर्भ गरिरहेको छ। सो यो चाहिँ यो एक्ज्याक्ट ठाउँ हो जहाँ चाहिँ प्रभु यीशु ख्रिस्टले 3 रात 3 दिन आफ्नो पार्थिव शरीर राखिएको थियो। तपाईँले देख्न सक्नुहुन्छ हाम्रो यही नै प्रभु यीशु ख्रिस्टको ज्यान गएको। सो अब म एउटा सानो उदाहरण देखाउँछु त्यो टाइमको कुन कस्तो थियो ढुङ्गा भएर। यो चाहिँ यो थियो होइन, तर त्यो टाइमको डिजाइन गरेर मैले राखेँ एउटा त्यो चियानलाई बाइबलले भने ठुलो ढुङ्गा थियो भने यस्तै खालको थियो र ठुलो साइजको तर यही खालको चाहिँ ढुङ्गा थियो भनेर भन्न चाहन्छु। सो जस्तो एउटा यहाँ लेखिएको रहेछ। सो राइट नाउ म चाहिँ गार्डन टुमको गार्डन चाहिँ साथीभाइहरू लिइदिनु चाहन्छु। म चाहिँ अब प्रभु यीशु ख्रिस्टले गाडेको ठाउँ त्यहाँभित्र जाँदैछु म र निकाम। यो चाहिँ प्रभु यीशु ख्रिस्टले गाडेको ठाउँ हो, यसको इनसाइड। बनाएको छ अहिले हामी प्रभु यीशु ख्रिस्टले राखेको ठाउँ आएको छौँ। म तपाईँलाई देखाउन चाहन्छु यो ठाउँ हो जहाँ चाहिँ प्रभु यीशु ख्रिस्टलाई राखेको थियो। 3 रात 3 दिन यहाँ प्रभु यीशु ख्रिस्ट यहाँ बसेको थियो र सन्डेको दिन चाहिँ प्रभु यीशु ख्रिस्ट चाहिँ यहाँदेखि श्रीमती पहिलाको शरीरमा महिमित शरीरमा प्रभु यीशु ख्रिस्ट शक्तिशाली शरीरमा जीवित भयो। र यो ठाउँ हो जहाँ चाहिँ प्रभु यीशुले मृत्युलाई जितिकन विजय भएको तपाईँले देख्न सक्नुहुन्छ। यहाँ चाहिँ प्रभु यीशु ख्रिस्टले राखेको ठाउँ है साथीभाइहरू। र आज म कहाँ छु भन्दा तपाईँले थाहा छ म गार्डन टुममा छु जहाँ चाहिँ यीशु ख्रिस्टको पार्थिव शरीर राखिएको थियो 3 रातमा। र मेरो पछाडि मेरो अगाडि एउटा यो ढुङ्गा छ, यो ढुङ्गा चाहिँ प्रभु यीशु ख्रिस्टको ज्यानको ढुङ्गा चाहिँ होइन, तर यहाँको मान्छेहरूले यस्तो थिए ढुङ्गा भनेर एउटा देख्नु लागि एउटा डेमोन्स्ट्रेसन देखाउनु लागि एउटा डेमो देखाउनु लागि बनाइएको। सो त्यो टाइमको फर्स्ट सेन्चुरीमा चाहिँ यो हुन्थ्यो। त्यस कारण भित्रदेखि चाहिँ पुस गर्नु सक्दैन थियो, बाहिरदेखि पुस गर्नु सक्थ्यो, ठुलो हुन्थ्यो नि पुस गर्थ्यो कि। यस्तादेखि पुस गर्नु कारणले यो ढुङ्गा फेरि बनाएको। त्यहाँ मरि मग्दलिनीहरू आउँदाखेरि चाहिँ बाइबलले भन्न सक्थेन, तर जब यो देख्यो यो ढुङ्गा निक्लेको थियो, हटेको थियो। आजको लागि यति मात्रै। सबैजनालाई म जय मिसी कान्छाबाट जय मिसी भन्दै मेरो भिडियो कस्तो लाग्यो तपाईँहरूले भन्न सक्नुहुन्छ। बाई बाई, जय मिसी।